म्याम यो साउन्ड हिलिङले हजुरको मेन्टल फिजिकल र स्पिरिचुअल हेल्थलाई कस्तो फिल भइरहेछ? सबभन्दा पहिला कुरा चाहिँ हामी मेन्टली रूपमा चाहिँ एकदम स्वस्थ हुन जरुरी छ। जब मेन्टल रूपमा चाहिँ हामी मानसिक रूपमा चाहिँ स्वस्थ हुन्छौँ तब हामीले शरीरको ध्यान दिन सक्छौँ, अनि अध्यात्मलाई ध्यान दिन सक्छौँ, विभिन्न परिवारलाई ध्यान दिन सक्छौँ र वरिपरिको वातावरण सम्पूर्ण कुरालाई ध्यान दिन सक्छौँ। त्यस कारणले मैले सिकेको दिनदेखिबाट जति पनि मैले साउन्ड हिलिङको र साउन्ड थेरापी यी सबै कोर्सहरू गरेको छु, म आफैलाई यो भाइब्रेसन, यो तरङ्गहरूले चाहिँ मेरो बडीमा पनि छोइरहेको छ। त्यस कारणले चाहिँ अब आफूलाई एकदम आनन्दित र परमानन्दको महसुस गरेको छु मैले चाहिँ यो ध्वनिबाट, जसले गर्दाखेरि म चाहिँ फिजिकल रूपमा पनि आफूलाई कतिपय कुराहरू कमी कमजोरीलाई मैले सुधार्नलाई त्यहीँदेखिबाट सुरु गरेको छु भनेदेखि अध्यात्म त म पहिल्यैदेखि थिएँ, त्यसमाथि पनि अझ जोडिएँ भन्दाखेरि यो मानसिक रूपमा, शारीरिक रूपमा, अध्यात्म रूपमा, यो हरेक कुरा पारिवारिक रूपमा, सामाजिक रूपमा सबै कुरालाई चाहिँ हामीले ब्यालेन्स गर्न सक्ने रहेछौँ भन्ने मलाई लाग्यो।